예야 쇠깔리 녀더벌로 어지마야 진니더의 뼈커 예레 경구두 뼈커 부더바우 비바 예레 경구 커 뼈커 केनीको लागि बुधबार बहनी यतबलु अजिमाय प्याख या पुच येले ठ्यंका वगु ख पुचे गोपी पूजा या दुंगा देव प्याख यसु बिजाका मंगया काटी दबुली बिजाकुको ख अनली बच्चाने छता इ तक नापांगु चरण्य देव प्याख क्योंगु खा
नरदेवी जात्राको 12 वर्षीय श्रृङ्खलामा चाहिँ अहिले ललितपुर महानगरपालिकामा प्रवेश गर्नुभएको छ। तसर्थ म महानगरको मेयरको हैसियतले मैले उहाँहरूलाई चाहिँ हार्दिक स्वागत गरेँ र उहाँहरूको यो ललितपुर महानगर क्षेत्रमा आज भोलि र पर्सि गरेर 3 दिनको बसाइ रहनेछ र यो 3 दिनमा चाहिँ उहाँहरूले चाहिँ बादन दरबार स्क्वायरमा कार्तिक डबलीमा चाहिँ उहाँले नाच प्रदर्शन गर्नुहुनेछ र यसको निमित्त ललितपुर महानगरपालिकाको तर्फबाट गर्नुपर्ने सबै सहयोग श्रृङ्खलाबद्ध रूपमा चाहिँ हामीले गर्दै आइरहेका छौँ र यसको निमित्त ललितपुर महानगर क्षेत्रमा अवस्थित च्यापु समाज लगायत अन्य खल्लापुच्छहरूले पनि यसमा चाहिँ राम्रोसँग सहयोग उपलब्ध गराइराख्नु भएको छ। तसर्थ मैले आशा गरेको छु उहाँहरूको बसाइ ललितपुर महानगर क्षेत्रमा उहाँहरूको बसाइ चाहिँ अति राम्रो हुनेछ र यो 12 वर्षे एउटा अमूर्त जुन यसको श्रृङ्खला छ, नाच छ, यसले चाहिँ चिरकाल पर्यन्तसम्म यसले चाहिँ स्थान पाइरहनेछ भन्ने मेरो चाहिँ ठम्ब्याइरह्यो। अब केही समयपछि पसली भैरवको 12 वर्षे जुन नाच छ त्यो पनि ललितपुर नगरभित्र प्रवेश गर्ने तय भइसकेको छ र यो विषयमा पनि ललितपुर महानगरपालिका र सिङ्गो महानगरका सम्पूर्ण जनताहरूको तर्फबाट हामीले गर्नुपर्ने जुन स्वागत सत्कार र पाहुना सत्कारमा चाहिँ हामीले कुनै कमी नहुने गरी हामी कार्य गर्नेछौँ भन्ने कुरा पनि मैले वचनबद्धता जाहेर गरेँ। lagi mau putar ya. 비바나 니치헤 디어벽 경국하
शुक्रबार सुथे क्षमा पूजा याना प्याख कोचाका द्यतेत किपुली बिज्याको गुख यतुवलु अजिमाय प्याखने कुमारी भैरव बाराही गणेश महालक्ष्मी नारायणी इन्द्रायणी रुद्रायणी ब्रह्मायणी सिंगिनी व्याघ्रिनी कर्णामय महादेव चन्देश्वरी कुमार दैत्य धो खिचा थज्यापी द्य दैत्य अवतार्य भूमिका दुथ्या जिन्नी दय द्य प्याख 2078 साल चैत 14 गते सुरुचुको खासा जिन्नी दय प्याख छोले यलया काती दबु या 10 अवतार दबु अथे किपु या लाकु दबुले केनमागु परम्परा दु